अब हामी सेकेन्डचोटि जाँदैछौँ यताबाट। नागढुङ्गाको बाटो बढाउने क्रम भएकोले गर्दाखेरि बाटो बन्द थियो अनि हामी यता के अरे यो तल मैले के नाम मसिने हुँदै जानु लागेको छौँ। नेचुरल भाइ होइन उत्तिकै तर एकदमै यो बाटो चाहिँ हामी स्पाइडर टावर पनि जानु सेकेन्डचोटि हामी जाँदैछौँ यो तपाईँको यो चकमके भन्ने ठाउँ हाम्रो एग्रिकल्चर फार्मको लागि हाम्रो यो सेकेन्ड होइन है सेकेन्डचोटि गयो। माथिको तल माथिबाट फेरि कहाँ माथिको वे थाहा भयो यस्तो बाटोमा बहुत मजा आउँछ नि भाइ। आफूले चौर पनि आइपुग्यो हामी। लेट्स गो। धुलो उड्यो नि हामी अब काफ्ले चौरबाट तल बढ्दैछौँ। आज हेर्नुहोस् यो कुनै स्विजरल्यान्ड होइन, न त यो कुनै नर्वे हो, यो त होइन भनेर भन्ने होला। तर पोर्चुगल हजुर हेर्नुहोस् यस्तो दुःख गरेर आयो यस्तो ठाउँमा नेपाल जस्तै रहेछ पोर्चुगल। उस्तै लाग्यो मलाई। गियरमा बाटो डेन्जर छ है। थोड़ा लाल कर दिया, सारा लाल कर दिया रे। अरे माई गॉड मैले होइन आज काठमाडौँबाट पल्लो दाइजीबाट पोखरा लगाम कोई लगाम जो स्वीट पनि तन्न खोजिरहेको छ। बाटो एकदम कच्ची रहेछ, हामीले सोचेको भन्दा अलग अलग तरिकाको ओह्रालो रहेछ। ओ डेन्जर ओह्रालो, ओ माई गॉड। गियरमा होइन है, एक गियरमा हटा नगरिकन Oh my God! Oh my God! Bato sa ganda. Pura sa ganda.
अहिलेको हाइवे यस्तो सुनसान छ हेर्नुहोस् ट्राभल गर्न कति आनन्द राजमार्ग शुद्ध अहिले खोला तपाईँको पश्चिम बुटोल पोखरा धनगढी चितवन सब यही राजमार्ग हो। हामी आउन भने कसरी गाडी हुन्छ यो होइन सरकारको सम्मान भनेको। सुनसान अवस्था छ एउटा टेम्पो आयो पुरा सुनसान अवस्था त्यसरी हामी धार्के बजार आइपुग्यो। धार्के बजारबाट यता तपाईँको दिनढङ्गा हुँदै सीतापाला निस्किनु बाटो यो हो। यहाँ चाहिँ लास्टै गरिँदैछ है। गर्मी कतिको लाग्यो भाइ? गर्मी छ नि एकदम तातो। तर यो पसल छैन यहाँको पसल गाडी आएको धार्केबाट यता लागेपछि हामी अब लेफ्ट लागेर जान्छौँ। अस्ति हामी यहाँ एकछिन बसेको नि त उताबाट हाइवे चल्यो भने त हाइवेमा त हाम्रो नजिक प्रकाश के अरे प्रशान्तले कफलाको भन्दा नजिक पर्छ नि हामीलाई हो कि आइयो त हामी यताबाट त सीतापाला पुग्छ हामी यताबाट चाहिँ हाम्रो टक्कमक्के आइयो त चौकी सस्तालाई नै हामी घरको ल हामी गाईको मल एकदम भयो त्यो पानी कस्तो गर्मी नै फाले जस्तो भयो होइन एकैचोटि शीतल बनायो
त्यहाँदेखि तलसम्म त्यो त्यहाँ चारो पनि छ त्यो पनि ऊ त्यो तल चिलाउनेबाट अर्को ऊ तल चिलाउनेबाट अर्कोदेखि हुनु अनि यो फेरि यो चोसोको यो यो चौडिलो होइन त्यहाँबाट यसो पसेर उता उता गएर त्यहाँ बाटो छ बाटोभन्दा तलतिर त्यहाँ छ उत्तर यता पऱ्यो होइन हजुर उत्तर यता यो चाहिँ खोला यो खोला यता एरिया खोला यता होइन खोला यता छ यो त तलै छ यो पनि पऱ्यो होइन सबै यो सबै फेरि रेकर्डै भएर हुन्छ ल भनिन्छ डाँडाले खँगारे मराहरू के अनि 7 थाल भात त खाइहाल्छ नि होइन रेकर्ड गरेको यस्तो जङ्गल छ माटो राम्रो भयो अर्ग्यानिक माटो लिएर जाउनु है को चढ्न सक्छ त्यहाँ छैन कोही सक्दैन को सक्छ त्यहाँ लोखर्के चाहिँ चढ्न सक्छ अलि लामो भए चाहिँ भेट्थ्यो होला जङ्गल पनि सबै रहेछ अमृसो पनि रहेछ अमृसोलाई पनि यो अलिकति पहिरो जाने जस्तो ठाउँमा चाहिँ अमृसो सारिदिनुपर्छ कतिले रोकिदिन्छ गर्मी छ